सम्भावना छैन। यदि शिक्षकका माग मुद्दा पूरा हुँदैनन्, शिक्षकलाई एउटा सम्मानित रूपमा हेरिदैन, शिक्षकसित बसेर एउटा सौहार्दपूर्ण वातावरण बनाइदैन र यो शिक्षकलाई गएर अब विद्यालयमा गएर कार्य गर्ने वातावरण बनाइदैन भने फेरि पनि 21 गते पनि सम्भावना छैन। शिक्षक बिना नै हामी 12 को परीक्षा चलाउँछौँ भन्दै जाँदा भरि शिक्षक बिना नै हामी कपी काट्छौँ, शिक्षक बिना नै हामी पढाउँछौँ, पढ्ने व्यवस्था पनि गर्छौँ भन्यो भने राज्य कहाँ पुग्छ? यो कुरामा सरकार गम्भीर हुनुपर्छ। यो 12 घण्टा त होइन, यो 12 सेकेन्ड पनि नटिक्ने कुरो सरकारले गरेको हो र यो चुनौती सरकारले नै सिर्जना गरेको हो र यो चुनौती सरकारले नै समाधान गर्नुपर्छ। कक्षा 12 को एक्जाम गराउन हामी जान्छौँ भन्दै पनि सरकारले हाम्रो माग मुद्दालाई व्यवस्था गरेर हामीलाई सडकमा अलपत्र पारे चाहिँ हामी पनि यो बाध्यतामा परेर तपाईहरु एक्जाम चलाउनुहुन्छ नि चलाउनुस्, कुन संयन्त्र प्रयोग गरेर चलाउनुहुन्छ, हामी यसका लागि असमर्थ छौँ। हाम्रो आन्दोलन जारी छ। तपाईहरु बेगर कुनै पनि शैक्षिक गतिविधिहरू तपाईको विद्यालयमा सञ्चालन गर्न दिनुहुन्न। हामीले यसो भनेका छैनौँ। हाम्रो अधिकारभित्र रहेको हाम्रो विद्यालय संरचना, हाम्रो भौतिक पूर्वाधार, यो सुन्नुहोस् न, हाम्रो विद्यालय संरचना हाम्रो जिम्मामा हुन्छ। यो जिम्मामा रहेको संरचना संस्थालाई त्यहाँको सामान भौतिक सबै कुरा शैक्षिक सुरक्षा गर्ने हाम्रो जिम्मेवारी हुन्छ। वास्तवमा सर्नु हुँदैन थियो, यथावत समयमै गर्नु पर्थ्यो भन्ने हाम्रो पनि अडान थियो। तर हामी विगत 22 दिन अगाडिदेखि तपाईहरुले हो नि हैन, कारणमा चाहिँ हामी देखियौँ होला, तर यो हामीले सारेको सम्पूर्ण कर्मचारीले स्कुलमा तालाचाबी लगाएर तालाचाबी बोकेर काठमाडौँ आयो भनेर पूर्ति नै जारी गर्नु भएको रहेछ नि त। विषम परिस्थितिमा गर्न सकिँदैन। अहिलेको अवस्थामा 21 दिन अगाडिसम्म विद्यालय बन्द छन्। अब केन्द्राध्यक्ष पनि सबै सडक आन्दोलनमा यहाँ काठमाडौँमा हुनुहुन्छ। सरकारले निजामती कर्मचारी प्रयोग गरेर विद्यालयको एक्जाम 12 कक्षाको परीक्षा सञ्चालन गर्ने नीति लिएको थियो। तपाईहरुले त्यसलाई कसरी काउन्टर गरिदिनु भन्दाखेरि तालाचाबी नै ठोकेर कर्मचारी सचिवलाई काठमाडौँ बोलाउनु भयो हैन। विद्यालय त विद्यालय शिक्षक र कर्मचारीको स्थान हो नि त। यसमा त हामीले हाम्रो एउटै मात्रै माग के थियो भने अग्रगामी शिक्षा ऐन जारी गरियोस् र शैक्षिक वातावरणलाई एउटा सौहार्दपूर्ण वातावरणमा योभन्दा अगाडि नै सञ्चालन गरेर हामी निर्धारित समयमा नै, अब यो सरकारले यही हट देखाइराख्यो र शिक्षकका माग मुद्दाहरू पूरा गर्न सकेन भने हामी अब यो कि जितिन्छ कि बितिन्छ। फेरि सरकारले तपाईहरुको माग जे छ त्यो माग पूरा गर्यो भने 1 खर्ब रुपैयाँ लागत लाग्छ। राज्यसँग त्यो स्रोत साधन छैन, त्यही भएर तपाईहरुको माग पूरा गर्न सकिँदैन भनिसक्यो नि, राज्यले हात उठाइसक्यो। अब तपाईहरु के गर्ने? राज्यले यसरी गैर जिम्मेवार तरिकाले शिक्षा क्षेत्रलाई अन्यलतामा धकेलेर शिक्षकका जायज माग मुद्दाहरू पूरा गर्न नसक्ने, हामीले यो मात्रै भनेका छैनौँ। शिक्षकका हक अधिकार तलब भत्ताका सुविधाका कुरा मात्रै गरेका छैनौँ। हामीले त अग्रगामी शिक्षा ऐन ल्याउनुपर्छ। 28 सालको एउटा चाहिँ पञ्चायती व्यवस्थामा चलेको एउटा शिक्षा ऐनले अहिले जसोतसो शिक्षा क्षेत्रलाई धकेलिरहेको छ। अग्रगामी एउटा शिक्षा ऐन ल्याएर शिक्षालाई अग्रगामी रूपमा अगाडि बढाउँ भन्ने पो हाम्रो माग मुद्दा हो त। हामीले कहाँ तलब र भत्ताको मात्रै कुरा गरेका छौँ र? त्यसलाई चाहिँ राज्यको स्रोत साधनले देख्न सक्दैन भनिसक्यो। अब तपाईहरु लचक नहुने, अब ऐन नलिकन नजानी भनेर विद्यालयको अब तपाई र सरकारको बीचको जुङ्गाको लडाईमा विद्यार्थी पिल्सिरहने हो। यो यस्तो हो, एउटा शिक्षा पेशा भनेको सम्मानित पेशा हो। सम्मानित पेशामा सम्मानित भएर कार्य गर्न पाउनुपर्छ भन्ने हाम्रो माग मुद्दा हो। यो सम्मानित पेशालाई हामीले सम्मानित बनायौँ भने भोलिको एउटा क्यापेबल मेन पावर पनि यता आकर्षित हुन्छ र देशका उच्च जनशक्ति जो क्यापेबल छन्, त्यो ट्यालेन्टेड मेन पावर शिक्षा क्षेत्रमा भित्रिनेछ। यसबाट त सारा क्षेत्रको चाहिँ उन्नति प्रगति हुन्छ। एउटा देशको मेरुदण्ड, विकासको मेरुदण्डको आधार भनेको त शैक्षिक क्षेत्र हो। त्यसकारण शिक्षा क्षेत्रमा एउटा क्यापेबल जनशक्ति भित्राउन नसकुन्जेलसम्म शिक्षा क्षेत्र सुधार हुन सक्दैन। त्यसका लागि हामीले एउटा सम्मानित बनाउनका लागि पनि केही कुराहरू त पुरा गर्नुपर्छ। राज्य त यसमा त अलिकति संवेदनशील त हुनै पर्छ।